Good morning and welcome to a day in my life where I just eat and do nothing. This is my first time of uploading a day in my life video. So guys, please be kind to me. बिहान उठ्ने बित्तिकै I'm checking on the strawberries whether they are fruiting or not, but sadly they are only flowering now. They will fruit soon. All the strawberries are planted by my brother who is abroad now, and I miss him so much. You tend to miss people who are not there. Hi. Then after here's my baby who is hyperactive in the morning, like as soon as he wakes up. म भर्खर उठेको छु अनि मेरो भाइ he's off to the college now. See how lazy I am. Starting my day with some boiled broccolis and carrots. And then as it's my day off, so I'd like to pamper myself. मुखमा फेस मास्क लगाएँ, त्यस पछाडि गएर आफूले आफूलाई ओइलिङ गरेँ, प्याम्पर गरेँ, बिकज आज मलाई के पनि गर्नु छैन. म आफ्नो यता घरमा पनि छैन. I've got nothing to do. I've just got to pamper myself and then chill. आफ्नो केयर गर्ने, सेल्फ केयर गर्ने, because you deserve it, right? सेल्फ केयर गरिसकेपछिको मेरो फेस जस्ट मुख धोएपछिको. Then after I went to check on the rosemaries अनि मम्मीको गार्डनमा के छ भनेर पुरै स्नेक पिक गरिरहेको थिएँ म चाहिँ. अनि त्यस पछाडि हामी छिटो बारीमा पनि गयौँ. खासमा म बारीमा चाहिँ किन गएको थिएँ भनेर यो भोइस ओभर गर्ने बेलामा म सोचिरहेको छु. म बारीमा चाहिँ खासमा धनियाँ टिप्न गएको थिएँ, तर यही बेलामा फेरि आज मलाई कन्टेन्ट बनाउनु छ भनेर मैले एउटा सानो क्लिप खिचिहालेँ. एन्ड देन दिस लिटल गाई इज माई लाइक टुर गाइड भने जस्तो कि. अब ऊ चाहिँ मेरो अगाडि लगाएर गएको छ, हु नोज नथिङ. त्यसपछि यसो मैले हाम्रो धनियाँ गाइजहरूसँग पनि यसो पोज गरेँ. त्यसपछि उहाँहरूलाई मैले टिपेँ, एउटा सानो बुके जस्तो पनि बनाएँ धनियाँको. कस्तो राम्रो घाम लागेको बिहान नै. तपाईँहरूकोतिर कस्तो छ? हाम्रोतिर त एकदमै घाम लागिरहेको छ. बिहान उठ्ने बित्तिकै घरमा एकदमै वार्म खाना पाकिसकेको स्मेल. त्यस पछाडि गएर केही गर्नु छैन. सी दिस बेबी ब्रोकोलिज. ओ माई गड, कहिले ठुलो हुन्छ यिनीहरू. यस्तो आनन्द, दिनभरि सनबाथ गरेर यस्तो मजासँग डे अफ मैले मनाएँ. अनि मम्मी चाहिँ यहाँ पुरै ढेँडो